हेलो गाइज, आज चाहिँ म प्याराडाइज भन्ने ठाउँमा आएको छु होइन। अहिले तक्कलाएर हिउँ परिरहेको छ, देख्न सक्नुहुन्छ अगाडि पछाडि। अनि प्याराडाइज भनेको साँच्चीकै प्याराडाइज जस्तो रहेछ कि। टक्क हेर्नु न यहाँ, यहाँनिर लेक छ है। अब अहिले चाहिँ अलिक पग्लिन थालिसक्यो रहेछ, तर लेक त्यो पर चाहिँ अझै जमिरहेको चाहिँ फ्रोजनै छ। खतरा हो के, प्याराडाइज भन्ने ठाउँ जस्तो रहेछ। टक्क लाएर है देख्न सक्नुहुन्छ, दामी छ हौ। छियो नि त, रारा लेक गए जस्तो फिल भयो त मलाई त। भाइब चाहिँ खतरा हो, हिउँ सरर परिरहेको चाहिँ उताउता चाहिँ पुरै जमेको छ। मैले अगाडिसम्म गइदिउँ होइन, यहाँ फोटो खिच्ने ठाउँ होला सायद, बोटिङ सुटिङहरूको पार्किङहरू रहेछ यहाँ। अब अहिले त होइन, अब स्प्रिङ लाग्यो, अब पछाडि समरमा अब दामी आउनुपर्छ घुम्नलाई। टक्क वाक गर्ने ठाउँहरू रहेछ यहाँ साइडमा होइन, दामी नि है। यो हो नि त, आमामा यहाँ आएपछि बल्ल सुन्दरताको तिमी उदाहरण हौ भने जस्तो है प्रकृति के।